हेलो एभ्रिवान वेलकम टु नेपाल जब भ्याकेन्सी युट्युब च्यानल। आजको यस भिडियोमा महिला लघु वित्त वित्तीय संस्था लिमिटेडमा खुलेको भ्याकेन्सीको बारेमा जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। महिला लघु वित्त वित्तीय संस्था लिमिटेडमा मिति 2083 साल असारको 9 गते चाहिँ विभिन्न पदहरूमा भ्याकेन्सी खुलिएको छ र हजुरहरूले चाहिँ 15 दिनभित्र चाहिँ भ्याकेन्सी अप्लाई गरिसक्नुपर्ने हुनेछ। हजुरहरूले चाहिँ असारको 22 गतेभित्रसम्म चाहिँ आवेदन दिइसक्नुपर्ने हुनेछ। नेपाल राष्ट्र ब्याङ्कबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महिला लघु वित्त वित्तीय संस्था लिमिटेडको लागि तपसिल बमोजिम पदमा कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र यस वित्तीय संस्थाको वेबसाइट www.mlbsl.com.np को करियर्सभित्र अप्लाई नाउमा गएर अनलाइन आवेदन दिन आह्वान गरिएको छ भनिएको छ। हजुरहरूले चाहिँ भ्याकेन्सी अप्लाई गर्नको लागि चाहिँ यो संस्थाको वेबसाइटमा गएर चाहिँ करियरभित्र अप्लाई नाउमा गएर चाहिँ आवेदन दिनुपर्ने हुनेछ। सुरुमा रहेको छ विज्ञापन नम्बर 1 मा वरिष्ठ प्रबन्धक पदको लागि श्रेणी रहेको छ कार्यकारिणी तह व्यवस्थापकीय, संख्या 1 जना मागिएको छ। यसमा आवश्यक शैक्षिक योग्यता तथा अनुभव भनिएको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह परीक्षा उत्तीर्ण गरेको र ब्याङ्क वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तीमा 7 वर्ष र वरिष्ठ अधिकृत पदमा 4 वर्ष कार्य अनुभव गरी विभागीय प्रमुखको जिम्मेवारी वहन गरेको हुनुपर्नेछ। वरिष्ठ सहायक प्रबन्धकको लागि चाहिँ हजुरहरूसँग 7 वर्षको चाहिँ कार्य अनुभव भएको हुनुपर्नेछ र हजुरहरूले चाहिँ मास्टर डिग्री चाहिँ कम्प्लिट गरेको हुनुपर्नेछ भनेर भनिएको छ। अर्को रहेको छ विज्ञापन नम्बर 2 मा सहायक प्रबन्धक पदको लागि श्रेणी कार्यकारिणी र तह व्यवस्थापकीय तह रहेको छ। यसमा पनि 1 जना मागिएको छ। आवश्यक योग्यता र अनुभव भनिएको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह परीक्षा उत्तीर्ण गरी ब्याङ्क तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तीमा 7 वर्ष र वरिष्ठ अधिकृत पदमा 2 वर्ष कार्य अनुभव हासिल गरी विभागीय प्रमुखको जिम्मेवारी वहन गरेको हुनुपर्नेछ भनिएको छ। यो पदका लागि पनि हजुरहरूले मास्टर डिग्री कम्प्लिट गरेको हुनुपर्नेछ र वरिष्ठ अधिकृत पदमा चाहिँ 2 वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ भनिएको छ। त्यसैगरी अर्को रहेको छ विज्ञापन नम्बर 3 मा कनिष्ठ सहायक पदको लागि श्रेणी सहायक रहेको छ। संख्या चाहिँ केही संख्या भनिएको छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभव भनिएको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण वा एससी परीक्षामा कम्तीमा 1.6 जिपिए प्राप्त वा सो सरह परीक्षा उत्तीर्ण गरी ब्याङ्क तथा वित्तीय संस्थामा 1 वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ। 2 पाङ्ग्रे सवारी साधन र चालक अनुमति पत्र भएकोलाई ग्राह्यता दिइनेछ भनेर भनेको छ है। कनिष्ठ सहायक पदको लागि चाहिँ हजुरहरूले +2 कम्प्लिट गरेको अथवा एससीमा चाहिँ मिनिमम पनि 1.6 जिपिए आएको हुनुपर्नेछ र हजुरहरूको कार्य अनुभव पनि भएको हुनुपर्नेछ भनेको छ। यसमा चाहिँ हजुरहरूको 1 वर्षको चाहिँ कार्य अनुभव भएको हुनुपर्नेछ भनेर भनिएको छ है। अनि यदि हजुरहरूसँग 2 व्हिलर्सको लाइसेन्स छ भने चाहिँ हजुरहरूलाई चाहिँ प्राथमिकता दिइनेछ भनेर भन्न खोजिएको छ है। अर्को रहेको छ विज्ञापन नम्बर 4 मा पद रहेको छ सहयोगी चौथो भनेको छ। श्रेणी रहेको छ सहयोगी, संख्या 1 जना मागिएको छ। शैक्षिक योग्यता भनिएको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट 8 कक्षा उत्तीर्ण गरी 4 पाङ्ग्रे र 2 पाङ्ग्रे सवारी चालक अनुमति प्राप्त भएको हुनुपर्ने। एसएलसी एससी उत्तीर्ण गरेकालाई विशेष प्राथमिकता दिइनेछ भनेर भनिएको छ है। यो पदको लागि चाहिँ हजुरहरूसँग चाहिँ 8 कक्षा मात्र पास हुनुभएको छ भने पनि हजुरहरूले चाहिँ अप्लाई गर्न सक्नुहुनेछ र तर एसएलसी एससी पास गर्नुभएको छ भने चाहिँ प्राथमिकता दिइनेछ भनेर भनिएको छ। त्यसैगरी अन्तिम रहेको चाहिँ विज्ञापन नम्बर 5 मा पद रहेको छ कनिष्ठ सहायक, श्रेणी रहेको छ सहायक र संख्या केही संख्या मागिएको छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभव भनिएको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण वा एससी परीक्षामा कम्तीमा 1.6 जिपिए वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। कनिष्ठ सहायक पदको लागि चाहिँ हजुरहरूसँग एसएलसी वा एससी चाहिँ उत्तीर्ण गरेको हुनुपर्नेछ। मिनिमम 1.6 जिपिए चाहिँ लिएर आएको हुनुपर्नेछ भनिएको छ र कनिष्ठ सहायक पदको लागि चाहिँ कुनै पनि एक्सपिरियन्स चाहिँ मागिएको छैन। अन्य विवरण भनेर राखिएको छ। परीक्षाको किसिम चाहिँ लिखित अन्तर्वार्ता मध्ये कुनै एक वा दुवै हुन
सक्नेछ। व्यवस्थापकीय श्रेणीको आवेदककर्ताले लघुवित्त क्षेत्रको वर्तमान अवस्थाबारे SWOT एनालाइसिस प्रस्तुत गर्नुपर्नेछ भनेर भनिएको छ। उमेर दरखास्त पेश गर्ने अन्तिम मितिसम्ममा कार्यकारिणी व्यवस्थापकीय श्रेणीका लागि 21 वर्ष पुरा भई 45 वर्ष तथा सहायक सहयोगी श्रेणीको लागि 18 वर्ष पुरा भई 35 वर्ष ननाएको हुनुपर्नेछ। महिलाको हकमा चाहिँ थप 5 वर्ष थप हुनेछ भनेको छ है। परीक्षा दस्तुर चाहिँ छोटो सूचीमा परेका आवेदकहरूले परीक्षा अघि कार्यकारिणी व्यवस्थापकीय श्रेणीको रु 1500, सहायक श्रेणीको रु 700 र सहयोगी श्रेणीको रु 500 शुल्क बुझाउनु पर्नेछ भनेको छ। यो चाहिँ हजुरहरूको सर्टलिस्ट भएपछि चाहिँ हजुरहरूले परीक्षा हुनुभन्दा अगाडि चाहिँ शुल्क चाहिँ बुझाउनु पर्ने हुनेछ। तलब भत्ता तथा सुविधा चाहिँ संस्थाको नियमअनुसार हुनेछ। छनौट प्रक्रिया कसरी हुन्छ भन्दाखेरि प्राप्त निवेदनहरू मध्येबाट छनौट सूची तयार गरी वित्तीय संस्थाको वेबसाइट www.mlbsl.com.np र यस कार्यालयको सूचना पार्टीमा प्रकाशित गरिनेछ। विज्ञापन नम्बर 1 देखि 4 सम्मका सफल उम्मेदवारहरूलाई 6 महिनाको प्रशिक्षण कालमा नियुक्ति दिइनेछ। प्रशिक्षण कालमा नियुक्ति भएका कर्मचारीहरूको कार्य सम्पादन सन्तोषजनक भएमा मात्र वित्तीय संस्थाको सेवामा स्थायी नियुक्ति दिइनेछ। विज्ञापन नम्बर 5 को सफल भएका उम्मेदवारहरूलाई कम्तीमा 6 महिनाको प्रशिक्षण ट्रेनीमा खटाइनेछ। प्रशिक्षण अवधि कार्य सम्पादन मूल्याङ्कन सन्तोषजनक भएमा 6 महिनाको परीक्षणकाल प्रोबेसन पिरियडमा राखिनेछ। तत्पश्चात कार्य अवधि सन्तोषजनक भएमा मात्र वित्तीय संस्थाको सेवामा स्थायी नियुक्ति दिइनेछ भनेर भनिएको छ है। हजुरहरूलाई चाहिँ हजुरहरू सर्टलिस्ट भइसकेपछि यो संस्थाको वेबसाइटमा चाहिँ हजुरहरूको नाम चाहिँ प्रकाशित हुनेछ। त्यसपछि अनि विज्ञापन नम्बर 1 देखि विज्ञापन नम्बर 4 सम्मको उम्मेदवारहरूलाई चाहिँ सुरुमा चाहिँ 6 महिनाको प्रोबेसन पिरियडमा चाहिँ राखिनेछ। त्यसपछि चाहिँ 6 महिनापछि हजुरहरूको काम सन्तोषजनक भयो भने चाहिँ स्थायी रूपमा काम गर्न पाउनेछ भनेको छ। र विज्ञापन नम्बर 5 को लागि चाहिँ 6 महिना ट्रेनिङमा खटाइनेछ प्लस 6 महिना चाहिँ प्रोबेसन पिरियडमा राखिनेछ। त्यसपछि चाहिँ काम सन्तोषजनक भयो भने चाहिँ हजुरहरूलाई चाहिँ स्थायी रूपमा चाहिँ नियुक्ति दिइनेछ भनेर भनिएको छ है त। परीक्षाको पाठ्यक्रम चाहिँ पछि प्रकाशित गरिनेछ भनेर भनिएको छ। यो पाठ्यक्रम पनि यो संस्थाको वेबसाइटमै प्रकाशित हुन्छ है त। यसरी चाहिँ महिला लघुवित्त वित्तीय संस्थाले चाहिँ 5 वटा पदमा चाहिँ भ्याकेन्सी खोलाएको छ र हजुरहरूलाई कुन पदमा उपयुक्त हुन्छ हजुरहरूले चाहिँ त्यही अनुसार आवेदन दिनुहोला। आवेदन दिनको लागि चाहिँ हजुरहरूले यो संस्थाको वेबसाइट www.mlbsl.com.np मा जानुहोला। त्यसपछि त्यहाँ गएर हजुरहरूले त्यहाँ करियरको अप्सन देख्नुहुनेछ। करियरको अप्सनमा गएर चाहिँ हजुरहरूले कुन चाहिँ पदको लागि हो त्यो पदमा गएर चाहिँ अप्लाई नाउमा क्लिक गरेर चाहिँ अनलाइन चाहिँ आवेदन दिनुपर्ने हुनेछ है त। हजुरहरूलाई केही प्रब्लम भयो भने आवेदन भर्दाखेरि हजुरहरूले मलाई कमेन्ट गर्न सक्नुहुनेछ र म अवश्य रिप्लाई दिने नै छु। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै भ्याकेन्सी रिलेटेड भिडियोहरू म लिएर आउने नै छु। एन्ड थ्याङ्क यू फर वाचिङ।